हाई गाइज, वेलकम ब्याक माई युट्युब च्यानल। आज फेरि एउटा इन्ट्रेस्टिङ नयाँ युजफुल भिडियोका साथ म नागेन्द्र उपस्थित भइसकेको छु र आज हामी यो भिडियो अन्तर्गत रहेर वाइफाईको बिल कसरी तिर्ने। हजुर, यदि तपाईँ साउदीमा हुनुहुन्छ र तपाईँ वाइफाई युज गर्नुहुन्छ अथवा वाइफाई तपाईँले चलाउनुहुन्छ अथवा साथीको वाइफाई चलाउनुहुन्छ, अब त्यसको बिल हामीले कसरी अनलाइन पेमेन्ट गर्न सक्छौँ, त्यो बिल कसरी हामीले भुक्तानी गर्न सक्छौँ साउदीकै टिक्मो वालेटको थ्रु, त्यसको विषयमा आज हामी यो भिडियोमा रहेर सम्पूर्ण जानकारी पाउनेछौँ। यदि तपाईँकै नाममा वाइफाई छ अथवा तपाईँको नाममा छैन, तपाईँले पेमेन्ट गर्न चाहनुहुन्छ भने तपाईँले टिक्मो वालेटबाट सजिलै तरिकाले साउदीमा रहेको वाइफाईको बिल तपाईँले तिर्न सक्नुहुन्छ। र आज यो भिडियो एकदमै युजफुल हुनेवाला छ, त्यसकारणले भिडियोलाई सुरुदेखि अन्त्यसम्म हेर्नुहोला। धेरै ढिला नगरिकन अब यसको प्रोसेसतिर लागौँ। सुरुमा हामीसँग अकाउन्ट नम्बर हुनुपर्छ अथवा बिल नम्बर हुनुपर्छ। जुन तपाईँले वाइफाई चलाउनुहुन्छ, मानौँ तपाईँले एसटिसीको चलाउनुहुन्छ अथवा जैनको चलाउनुहुन्छ, मोबाइलीको चलाउनुहुन्छ, भर्जिनको जुनसुकैको चलाउनुहुन्छ, त्यसको बिल नम्बर अथवा अकाउन्ट नम्बर तपाईँसँग हुन जरुरी छ। अब हामी धेरै ढिला नगरिकन म तपाईँलाई सिधै टिक्मो वालेटतर्फ लान्छु। अब यहाँ तपाईँले हेर्न सक्नुहुन्छ, म यहाँ टिक्मो वालेट पहिला लगइन गर्छु। तपाईँले पिन अथवा तपाईँको फिङ्गरप्रिन्ट हालेर लगइन गर्न सक्नुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ साथीहरू, मैले यहाँ लगइन गरिसकेको छु टिक्मो वालेट। तपाईँले यहाँ ब्यालेन्स हेर्दै हुनुहुन्छ। तपाईँको पर्याप्त ब्यालेन्स कति बिल आएको छ, तपाईँले पर्याप्त ब्यालेन्स पहिला लोड गर्नुहोला तपाईँको टिक्मो वालेटमा। अब बिल पेमेन्ट गर्नको लागि यहाँ तपाईँले धेरैवटा अप्सनहरू हेर्दै हुनुहुन्छ ड्यासबोर्डमा। तपाईँले यहाँ मोरको अप्सन हेर्दै हुनुहुन्छ, मोर सर्भिस। यो मोर सर्भिस भन्ने अप्सनमा तपाईँले क्लिक गर्नुहुन्छ। त्यस पछाडि तपाईँले पेमेन्ट सर्भिस तपाईँले हेर्न सक्नुहुन्छ। यहाँ सदाद बिल्स भनेको छ, तपाईँले यहाँ हेर्न सक्नुहुन्छ सदाद बिल्स। यो अप्सनमा तपाईँले क्लिक गरिदिनुहुन्छ। त्यस पछाडि तपाईँले यहाँ हेर्न सक्नुहुन्छ, यहाँ धेरैवटा बिल सर्भिसहरू रहेको छ। तपाईँले यहाँ हेर्न सक्नुहुन्छ इलेक्ट्रिसिटी, वाटर, योसँग हामीलाई मतलब भएन। अब हामी तल अलिकति सार्यो भने हामीले यहाँ टेलिकम्युनिकेसन, तपाईँले यहाँ सबसे तल यो कर्नरमा हेर्दै हुनुहुन्छ टेलिकम्युनिकेसन। यो टेलिकम्युनिकेसनको अप्सनमा तपाईँले ट्याब गरिदिनुहुन्छ। यसमा ट्याब गरिसके पछाडि अब तपाईँको टेलिकम कम्पनीको नाम आउँछ। तपाईँले जस्तै हेर्दै हुनुहुन्छ यहाँ एसटिसी, मोबाइली, एससी, नस्मा इन्टरनेट, साउदी इन्टरनेट, यहाँ थुप्रै छन्। जैन छ, तपाईँले हेर्दै हुनुहुन्छ, साइबेरिया छ, गो टेलिकम, सलाम, भर्जिन मोबाइल, त्यसै गरी लेब्रा। तपाईँले यो मध्ये जुन चलाउनुहुन्छ त्यो तपाईँले यहाँ चुज गर्नुहुन्छ। म अहिले एसटिसी चलाइरहेको छु, एसटिसीको वाइफाई, त्यही भएर म एसटिसीमा क्लिक गरेँ। त्यस पछाडि तपाईँले यहाँ हेर्न सक्नुहुन्छ एकाउन्ट नम्बर 9 देखि 11 क्यारेक्टरको हुन्छ। 9 देखि 11वटा नम्बर हुन्छ यो एकाउन्ट नम्बर। तपाईँले क्याटेगोरीमा हेर्न सक्नुहुन्छ, यहाँ पोस्टपेड आएको छ अटोमेटिक, तपाईँले यो पोस्टपेड। त्यस पछाडि सर्ट नेम, तपाईँको वाइफाईको नाम के राख्नु भएको छ त्यो अनुसारले तपाईँले यहाँ इक्जाम्पलको लागि राख्न सक्नुहुन्छ। यहाँ तपाईँले एकाउन्ट नम्बरमा तपाईँको एकाउन्ट नम्बर यहाँ पेस्ट गरिदिनुहुन्छ। यो एकाउन्ट नम्बर राखिसके पछाडि तपाईँले यहाँ हेर्न सक्नुहुन्छ सर्ट नेममा तपाईँले यहाँ हेर्न सक्नुहुन्छ साथीहरू, मैले एकाउन्ट नम्बर राखिसकेको छु। क्याटेगोरीमा पोस्टपेड मैले यहाँ सेलेक्ट गरिसकेको छु र सर्ट नेममा मेरो साथीको वाइफाई हो, त्यस कारणले मैले उहाँकै नाम यहाँ राखेर अब तपाईँले यहाँ सेभ बिल यतापट्टि इनेबल गर्न सक्नुहुन्छ। यो इनेबल गरिदिनु भयो भने यो तपाईँको ड्यासबोर्डमा देखाउने छ र यो तपाईँको सेभ हुनेछ। नेक्स्ट टाइम तपाईँले पे गर्नु पर्यो भने तपाईँले डाइरेक्ट पे गर्न सक्नुहुन्छ एकाउन्ट नम्बर नराखेर पनि। अब सिम्पली तपाईँले यसलाई ओकेमा क्लिक गरिदिनुहुन्छ। अब तल तपाईँले फेच बिलमा क्लिक गरिदिनुहुन्छ।
फेच बिलमा क्लिक गरिसके पछाडि तपाईँले यहाँ हेर्न सक्नुहुन्छ एकाउन्ट नम्बर, त्यस पछाडि अमाउन्ट टु पे तपाईँको यहाँ हेर्न सक्नुहुन्छ 287.50 रहेको छ, 287.50 एसआर मैले तिर्नुपर्ने छ यो बिलको पेमेन्ट र तपाईँले यहाँ टोटल यति तिर्नुपर्ने देखाइरहेको छ। सिम्पली तपाईँले अब यहाँ कन्टिन्यूको बटनमा तल ट्याप गरिदिनुहुन्छ। यसमा क्लिक गरिसके पछाडि तपाईँले हेर्न सक्नुहुन्छ यहाँ सबै टोटल देखाइसकेको छ र तपाईँको वाइफाईको यहाँ लोगो आइसकेको छ। अब सिम्पली तपाईँले यो पे भन्ने बटनमा तपाईँले अब सिम्पली टच गरिदिनुहुन्छ। यसमा टच गरिसके पछाडि तपाईँको मोबाइल नम्बरमा ओटिपी कोड आउँछ 4 डिजिटको, त्यो ओटिपी कोड तपाईँले यहाँ सबमिट गरिदिनुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ साथीहरू माथिबाट ओटिपी आइसकेको छ। अब यो ओटिपी कोड तपाईँले सिम्पली राखिदिनुहुन्छ। ओटिपी कोड राख्न साथ तपाईँले हेर्न सक्नुहुन्छ लोकल बिल पेमेन्ट प्राइभेट, तपाईँले यहाँ हेर्न सक्नुहुन्छ पेमेन्ट सक्सेसफुली भइसकेको छ र यहाँ तपाईँले डिटेल हेर्न सक्नुहुन्छ। यसलाई तपाईँले डाउनलोड पनि गर्न सक्नुहुन्छ। अब सिम्पली तपाईँले यसलाई डाउनलोड गर्न चाहनुहुन्छ भने डाउनलोड अथवा तपाईँले ब्याक गर्न सक्नुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ साथीहरू मैले होम पेजमा आइसकेको छु र यहाँ तपाईँले हेर्दै हुनुहुन्छ ब्यालेन्स यहाँबाट काटिसकेको छ र तपाईँले यहाँ हिस्ट्रीमा तपाईँले यो चेक गर्न सक्नुहुन्छ। यहाँ लोकल बिल तपाईँले हेर्न सक्नुहुन्छ यहाँ आइसकेको छ, पेमेन्ट भइसकेको छ। यसमा क्लिक गरेर तपाईँले हेर्न सक्नुहुन्छ यो बिलको डिटेल। यसरी नै साथीहरू तपाईँले टिक्मो वालेटबाट साउदीमा चलाइरहनु भएको जुनसुकै वाइफाईको बिल सजिलै तरिकाले अनलाइन पेमेन्ट गर्न सक्नुहुन्छ। आशा गर्दछु यो भिडियो तपाईँहरूलाई पक्कै पनि मन परेको छ र तपाईँले यहाँ तल हेर्दै हुनुहुन्छ ड्यासबोर्डमा यहाँ तपाईँले हेर्दै हुनुहुन्छ र यदि भिडियो मन परेको छ भने कृपया भिडियोलाई एक लाइक अवश्य गरिदिनु होला र यो भिडियोबाट केही सिक्ने मौका पाउनु भएको छ भने कृपया च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला। यस्तै जानकारीमूलक भिडियोहरू म आगामी दिनमा लिएर आउने नै छु। तबसम्म भिडियो हेर्दै गर्नु होला। भिडियो हेरिदिनु भएकोमा थ्याङ्क्स फर वाचिङ। ह्याभ अ नाइस डे। सी यू इन द नेक्स्ट भिडियो।